यो दुनियाँमा विश्वास कसैको नगर्नु, आफू बाहेक। कसैलाई पनि आफ्नो ठान्ने गल्ती नगर्नु, आफू बाहेक। यो दुनियाँमा विश्वास कसैको नगर्नु, आफू बाहेक। कसैलाई पनि आफ्नो ठान्ने गल्ती नगर्नु, आफू बाहेक। अरूमा खुसी खोज्नु भनेको आफैलाई बर्बाद गर्नु हो। अरूमा खुसी खोज्नु भनेको आफैलाई बर्बाद गर्नु हो। यो दुनियाँमा तिम्रो अरू कोही छैन, यति बुझ, आफू बाहेक। यो दुनियाँमा तिम्रो अरू कोही छैन, यति बुझ, आफू बाहेक। तिमीलाई लाग्ने रहेछ म तिम्रो लायक थिइन। ठिकै छ, केही छैन। तिम्रो घमण्ड, तिम्रो दम्भ सबै तोडिन्छ एक दिन, जब समयले बताउनेछ कसले कसलाई पाउनु भाग्य थियो अनि कसले कसलाई गुमाउनु दुर्भाग्य। हेर्दै जाऊ, समयले बताउनेछ। धैर्य गर मित्र, एक दिन सबै मिल्नेछ। त्यो घर पनि बन्छ, गाडी पनि आउँछ, तिम्रो करियर पनि बन्छ, सपना पनि पूरा हुन्छ। आमा पनि खुसी हुन्छन्, बाबाले पनि गर्वका साथ भन्नेछन्, यो मेरो छोरा हो। धैर्य गर, एक दिन सबै मिल्नेछ। समयको चक्र घुम्दा पालो सबैको आउनेछ। आज अरूको दिन छ, भोलि तिम्रो हुनेछ। धैर्य गर, एक दिन सबै मिल्नेछ। धैर्य गर। आमा भन्नुहुन्छ, मलाई केही चाहिएको छैन, केवल तँ खुसी भए पुग्छ। म भन्छु, म धेरै खुसी छु आमा, यहाँ केही दुःख छैन। हामी दुवैलाई थाहा छ, हामी दुवैले संसारको सबैभन्दा ठूलो झुट बोलिरहेका छौं। पर्खाल अग्लो बनाउँदैमा घर बलियो हुँदैन। जग कति गहिरो छ भन्ने कुराले फरक पार्छ। त्यस्तै नै मान्छे कति सफल छ भन्ने भन्दा पनि उसले कति संघर्ष गरी यहाँसम्म आइपुग्यो भन्ने कुरा महान हुन्छ। बुझिराख, मैले कहिल्यै पनि एक्लै छु भनेर मन दुखाउने गरेको छैन। मेरो साथमा कोही छैन भनेर आँसु झार्ने गरेको छैन। मैले कहिल्यै पनि एक्लै छु भनेर मन दुखाउने गरेको छैन। मेरो साथमा कोही छैन भनेर आँसु झार्ने गरेको छैन। किनकि मलाई थाहा छ, संघर्षको समयमा जसले एक्लै हिँड्ने साहस राख्छ, किनकि मलाई थाहा छ, संघर्षको समयमा जसले एक्लै हिँड्ने साहस राख्छ, सफलताको शिखरमा पुग्दा उसको पछाडि संसार हुन्छ। सफलताको शिखरमा पुग्दा उसको पछाडि संसार हुन्छ। मलाई थाहा छ। सपनाको भारी बोकेर सहर छिरेपछि मेरा आफ्नै रहरहरू कता मरेछन् पत्तै पाइन। महिना मरेपछि आउने केही थान पैसाले मेरो हराएको मुस्कान फिर्ता ल्याउन सकेन। म त अगाडि बढिरहेको छु, एउटा यस्तो बाटोमा जहाँ न कुनै गन्तव्य छ न कतै विश्राम, सिर्फ एउटा आशा, भोलि राम्रो हुन्छ कि। त्यसैले कहिलेकाहीँ भोलि खुसी हुने बेलासम्म म आफै म भित्र बाँकी रहन्न कि भन्ने डर लाग्छ। त्यसैले कहिलेकाहीँ भोलि खुसी हुने बेलासम्म म आफै म भित्र बाँकी रहन्न कि भन्ने डर लाग्छ। पहिले खेलौनासँग खेल्ने उमेर थियो, तर पैसा थिएन। अहिले पैसा कमाउने उमेर त भयो, तर खेल्ने समय छैन। कस्तो अनौठो चक्र हो यो जिन्दगीको। बाँच्नको लागि सामान जोड्दा जोड्दै एक दिन बाँच्ने उमेर नै सकिँदो रहेछ। कसैलाई सुनाएर के हुन्छ र? यहाँ मान्छेहरू आँसुमा सहानुभूति होइन, कथा खोज्छन् अरूलाई सुनाउनको लागि। त्यसैले अचेल मैले आफ्ना घाउहरू कसैलाई देखाउने गरेको छैन। आफैले आफैलाई सुमसुम्याउँछु र मुस्कुराउँछु, किनकि मेरो आँसु पुछ्ने रुमाल भन्दा मेरो पीडा बुझ्ने मेरो मुस्कान बलियो छ। स्कुलको झोला भारी लाग्थ्यो, तर भारी त अहिलेको जिम्मेवारी रहेछ। हिजो गृह कार्य छुटेको डर हुन्थ्यो, आज त जिन्दगी नै छुट्ने डर छ। राम्रो जागिर र कमाईको लागि भागदौड गर्दा गर्दै आफ्नै आँगनीमा सुस्ताउने समय पनि कतै बेचिएछ। रित्तो हात जानु प्रकृतिको नियम हो, थाहा छ।
रित्तो हात जानु प्रकृतिको नियम हो थाहा छ, तर यात्राभरि रित्तो मन बोकेर हिँड्नु यो कहाँको नियम हो। घर छोडेर पराई सहरमा आउनुपर्छ, एउटा भाडाको कोठामा आफ्नो दुनियाँ बनाउनुपर्छ, आफन्त मित्र साथीभाइ सबैसँग दूरी राख्नुपर्छ। साँच्चै भन्ने हो भने सजिलो कहाँ छ र पढाइ गर्दै जागिर गर्दै आफ्नो सपना पूरा गर्न। म सफल नभएसम्म पर्खिएर बसाइ सानो, सफल भएपछि सँगै रमाउनु पर्छ। मेरो मौनतालाई मेरो हार नसम्झिनु, किनकि मैले बुझेको छु केही जवाफहरू शब्दले होइन सफलताले दिनुपर्छ। आजको दिन तिमी मलाई हेर्दै हाँस्छौ भने हाँस, केही छैन। भोलिको दिन तिमीले मलाई हेर्न पनि शिर उठाउनु पर्नेछ। हेर्दै जाऊ।